त्यही जेनजीहरूले गर्दा प्रधानमन्त्री भइन्, गृहमन्त्री भए। आज त्यही जेनजी ज्ञापन पत्र बुझाउन जाँदा उनलाई निषेध गरिन्छ अनि पक्राउ गरिन्छ। योभन्दा नाटकबाजी, ड्रामाबाजी अरू के हेर्न सकिन्छ र? सुरुमा प्रधानमन्त्री हुँदाखेरि ल अब आमा प्रधानमन्त्री भइन् है, आमाले पक्कै पनि सन्तानको ख्याल गर्ने छन् है भनेर चारैतिर हो हल्ला भएको देखे। ए बाबा हो, सबै आमाको कोखबाट जन्म लिएका सन्तान भाग्यमानी हुँदैनन् क्या। कोही कोही त आमा पनि त्यस्तै हुन्छन् क्या। सबै आमा राम्री हुन्छन्, सबै आमा सन्तानलाई माया गर्छिन् भन्ने कतै पनि लेखेको छैन क्या। कोही कोही आमा त सुशीला कार्की जस्तो पनि हुन्छन्। उनकै रगतमाथि टेकेर ७६ जनाको रगतमाथि टेकेर प्रधानमन्त्री भइन्। आज उनीहरूका माग सम्बोधन गर्न जाँदा, ज्ञापन पत्र बुझाउन जाँदा कारबाही गरिन्छ। अनि माखो मारेको छैन, 3 महिना बितिसक्न लाग्यो, अहिलेसम्म न प्रधानमन्त्रीले माखो मारेको छ, न गृहमन्त्रीले केही उखेलेको छ। यिनीहरूले सिर्फ गरेको के छन् भन्दा दुर्गा प्रसाईलाई कारबाही, निकोलस फुसाललाई 2-4 रोटी कारबाही, भित्र लिने बाहिर पठाउने, बास। यिनीहरूको रमिता योभन्दा अरू केही देख्नै पाइएको छैन। यस्ता नाटकी वाइजातिहरूलाई त नि भिडमा अप्ठ्यारो भिडमा लगेर, ठुलै भिडमा पछाडिबाट आँखा चिम्म गरेर झ्याम्मा हानेर भिडतिर फालिदिनु पर्ने हुन् क्या। यसैका लागि बनाएको हो। यही रमिता, यही तमासा हेर्दा हामीले पहिलेदेखि हेर्दै आएको थियो। त्यही केपी ओली ठिक थियो, त्यही शेरबहादुर ठिक थियो होइन, त्यही प्रचण्ड ठिक थियो। नाटकीहरू थुक, कति मोरको हबी कति।